हामी यति बेला सोलुखुम्बु जिल्लाको सोलुतुर्न नगरपालिका वडा नम्बर 10 अवस्थित फोक्टे डाँडामा बुद्ध पार्कको शिलान्यास कार्यक्रमका लागि आएका छौँ। यति बेला हामीसँग हुनुहुन्छ वडा नम्बर 10 कै वडाध्यक्षज्यू होमबहादुर मगर हुनुहुन्छ। तपाईँलाई स्वागत छ। यो फोक्टे डाँडामा बुद्ध पार्क राख्ने तपाईँको विचार अथवा समग्र यहाँका स्थानीयको सोच कसरी आयो? तपाईँको विशेष त हाम्रो यो हाम्रो नजिकै भएको पिकी पिक जुन 4065 मिटरको हाइटमा रहेको त्यो पिकी पिकमा चाहिँ त्यो भ्रमणको लागि भिजिटको लागि जाने पर्यटक केही वर्ष अघिदेखि एकदम अत्याधिक आन्तरिक बाह्य बढिरहेको अवस्था र त्यसरी जाँदै गर्दाखेरि यो ठाउँ तपाईँहरू पनि देख्न सक्नुहुन्छ 360 भ्यू देख्न सक्नुहुन्छ। एकदम राम्रो ठाउँ, एकदम राम्रो लोकेसनमा भएको, त्यसकारण पनि ती पर्यटन आन्तरिक तथा बाह्य पर्यटकहरू सबैको लागि प्रबन्धन र अर्को एउटा भगवान् बुद्धपट्टि सम्मान र आन्तरिक तथा बाह्य पर्यटकहरू जुन यो बाटो हुँदै पिकी पिक जाँदै गर्दाखेरि थोरै विश्राम लिएर रिफ्रेस हुने, आनन्द लिने ठाउँ बनाउनुको कन्सेप्टले हामीले त्यो अवधारणा लिएको हो। बुद्ध पार्क बनाउँदै गर्दाखेरि शिलान्यास कार्यक्रम आज हुँदैछ, कहिलेसम्म यो सम्पन्न हुन्छ? ठ्याक्कै करिब हामीलाई 1 वर्ष लाग्दो रहेछ। सम्भवतः हामी यो अर्को वर्षको यो यति समयभन्दा अलि अगाडि हामी मात्रै एउटा स्ट्याच्यु चाहिँ हामी सम्पन्न गर्न सक्छौँ होला। किनकि यहाँ त तपाईँको धेरै छ, करिब हाम्रो यो बुद्ध पार्कले ओगटेको जग्गा करिब 16 रोपन जग्गा छ। त्यसकारण हामी यहाँ यो वरिपरि संरचना धेरै बन्छ। यो सरकारी जग्गा हो अथवा चाहिँ व्यक्तिले दान दिएको जग्गा हो? यो तपाईँको पहिला चाहिँ व्यक्तिले सरकारलाई दान दिएको भनौँ न। हजुर, सर्वप्रथम त हाम्रै पुर्खाहरूले छोडेको जग्गाहरू। कति मिटर अथवा कति फिटको चाहिँ बुद्ध पार्क बनाउने, बुद्धको स्ट्याचु बनाउने डिजाइन गर्नुभएको छ? हाम्रो डिपिआर अनुसार हाम्रो करिब 30 फिट, 29देखि 30 फिट, 29देखि 31 फिट। किनकि त्यो पनि बनाउँदै जाँदा कतिपय अलिकति म्याक्सिमम बनाउँदै जाँदैछ क्या, त्यस कारण करिब 29 त मिनिमम भयो। त्यसपछि प्लस 29देखि 30 फिट अथवा 31 फिट अगाडि हुन्छ। स्रोत कहाँबाट तपाईँले जुटाउनु भयो? यसको लगानी त तपाईँको करिब अहिले सामान्य संरचना बनेको र जुन चाहिँ बुद्ध पार्कका चाहिँ कन्सेप्ट ल्याउँदै गर्दाखेरि करिब 2080 सालतिर होस् लाग्छ मलाई। त्यो बेला जुन म निर्वाचित हुनुभन्दा अगाडिकै टिमबाट एउटा पर्यटन सम्बन्धी भनेर सानो बजेट रहेछ, त्यही बजेट ल्याएर मैले यो ठाउँमा थोरै कन्सेप्ट तयार गरेर अवधारणा तयार गरेर यत्तिकै संरचना बनाएँ। र त्यसपछि हामीले विभिन्न निकाय, स्थानीय, प्रदेश, सङ्घीय सरकारका विभिन्न मन्त्रालयतिर धाउँदा पनि अलिकति हुनसक्छ अब विभिन्न त्रुटिहरू, प्राविधिक त्रुटि हरेक कारणले गर्दाखेरि बनाउन नसकिरहेको अवस्थामा अहिले त्यस पछाडि चाहिँ मैले एउटा क्याम्पेन के निकालेँ भने हामी सबैजनाले उठाएर गरौँ न त भन्ने कन्सेप्ट निकाल्दै गर्दाखेरि सबभन्दा ठुलो सहयोग सेभेन समिट फाउन्डेसनका चेयरम्यान आदरणीय ईसी दाई मार्फत ठुलो रकम सहयोग भएको छ। करिब उहाँ मार्फत मात्रै टिकटक र उहाँको पर्सनली एनाउन्समेन्टबाट करिब 55 लाख अगाडि उहाँबाट सपोर्ट मिलेछ। त्यसकारण पनि हामी यो बनाउन सक्छौँ भनेर त्यो अवस्थामा पुगेर आज चाहिँ हामी शिलान्यास गर्छौँ। योभन्दा अगाडि पनि पिकमा पर्यटकको आगमन बढ्दै गर्दाखेरि तपाईँको कन्सेप्ट आयो यहाँनिर चाहिँ बुद्ध पार्क बनाउनुपर्छ, यसले अझ पर्यटकको आगमनलाई आकर्षित गर्नेछ भन्ने खालको जुन सोच गर्नुभयो, के अपेक्षा गर्नुभएको छ? तपाईँको यस्तो छ, जस्तै अब काठमाडौँबाट जन्तर धाप हुँदै दोस्रो दिन झाँक्रीमा बस्न जान्छ। तर त्यहाँ तपाईँको कस्तो हुन्छ भने पर्यटकहरू त्यहाँ जाँदै गर्दाखेरि केही समय उहाँहरूलाई रिल्याक्स गर्नको लागि केही घुम्ने ठाउँ अथवा हेर्ने ठाउँ अथवा केही कुराहरू चाहिन्छ। त्यस्तो अवस्था अलिक कम भएकोले गर्दाखेरि पर्यटन त्यहाँ पुग्ने, हामीसँग झाँक्रीमा एउटा गुम्बा छ, गुम्बा हेर्ने, त्यसपछि उहाँहरूसँग एक्स्ट्रा एक्टिभिटी गर्ने केही पनि छैन। त्यसकारण पनि अब तपाईँ कस्तो हुन्छ भने त्यहाँबाट सिधै माथि जान्छ, लन्च क्याम्प त्यहीँ। अनि त्यहाँ अलिकति पर्यटनहरूलाई यताउति गर्नु, उनीहरू त अब हिँड्नलाई घुम्नलाई त आउने हो, केही हेर्न, नयाँ चिज हेर्नलाई। त्यसकारण यो ठाउँमा त्यो बन्दै गर्दाखेरि एटलिस्ट यहाँहरू एकछिन भने विश्राम गरेर थोरै पनि आनन्द एकदम फ्रेस हावा खाएर चाहिँ 10-20 मिनट अथवा आधा घन्टा यहाँ रेस्ट गरेर पनि माथि त्यस पछाडि क्याम्प झाँक्री जान सकिन्छ। त्यसकारण उनीहरूको पनि मन चाहिँ एक रिफ्रेस गर्नको लागि पनि एउटा ठुलो मद्दत पुग्छ। र त्यस्तै केही समय अगाडि हामीले यो संरचना तयार गर्ने बित्तिकै स्थानीयहरू पनि आएर मजाले आनन्द रिल्याक्स गरिहाल्छ। जब कि मैले कन्सेप्ट निकालेँ र यो एरियामा वर्षौँदेखि गोठ बनाएर बस्नेले पनि यो ठाउँबाट यस्तो देखिन्छ भन्ने थाहा थिएन रहेछ। हामीले यो संरचना बन्दै गर्दै यहाँबाट
धेरै वर्ष अगाडि त हामी त गाई गोठ त यतै चराएको हो, तर यस्तो भ्यू देख्ने रहेछ भने थाहा थिएन भन्नुहुन्थ्यो कि। त्यस कारण पनि हामी त यहीँको लोकल भए तापनि बारम्बार आइरहन्छु र म त आदरणीय सम्पूर्ण रेडियो के अरे युट्युब च्यानल सबै जो हेरिरहनु भएको छ उहाँलाई म एउटा अनुरोध गर्छु, आउनुहोस्, इन्जोय गर्नुहोस्। पक्कै पनि अर्को वर्षभित्र हामी बुद्धको स्ट्याचु बनाएरै छोड्छौँ। अहिले नै पनि नबन्दै पनि हामी आनन्द यो ठाउँमा आउँदा आनन्द फिल हुन्छ। त्यो सबै कुरा समाचारमा पढेपछि अफकोर्स अभियसली यहाँबाट अहिले हिमालहरू त देखिएको छैन, हिमालको दृश्य चाहिँ हामीले अवलोकन गर्न पाउँछौँ यो डाँडाबाट। यहाँबाट तपाईँको सबैभन्दा नजिक पिकी पिक हो, त्यस पछाडि हामी नुम्बुर हिमालको रेन्ज, त्यस पछाडि विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत मकालु, कञ्चनजङ्घा लगायतका धेरै हिम श्रृङ्खला 8,000 मिटरको मात्रै सगरमाथा, लोचे, मकालु, कञ्चनजङ्घा 8,000 मात्र मिटर मात्रै देख्न सकिन्छ। र सोलुखुम्बुको आधा भूभाग देख्न सकिन्छ। त्यस्तै गरी हाम्रो यो अपोजिट साइडमा ओखलढुङ्गा पनि धेरै देख्न सकिन्छ। ओखलढुङ्गा आधा भूभाग देख्न सकिन्छ। यो बुद्ध पार्कमा आउनका लागि मुख्य मार्ग चाहिँ कुन मार्ग भएर आउँदाखेरि पर्यटकहरूलाई सजिलो हुन्छ त्यो पनि बताइदिनुहोस् न। एकदम राम्रो प्रश्न। जब कतिपय यो पिकको लागि टार्गेट गरेर आइरहेको हुन्छ उहाँहरू प्रायः जसो यो नजिकले त पक्कै चिन्नुहुन्छ, टाढादेखि नै आउँदै गरेर एकदम चर्चित ठाउँ पत्ताली छ। पत्तालीका आसपासमा आइपुग्दै गर्दाखेरि जुन यतापट्टि पिके जाने एउटा बाटो छ, त्यो बाटोबाट करिब करिब हामी यहाँ 11 किलोमिटर अफ रोड बाटो अथवा बिचबाट हामीले केही वर्ष अगाडि पर्यटन ट्रेल पनि बनाएको छ। त्यो ट्रेलबाट हिँडेर आउनलाई पनि भयो र कसै अफ रोड बाटोमा गाडी लिएर अथवा बाइकहरू लिएर पनि आउन सकिन्छ। र समाजको लागि तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु।